हेलो साथीहरू, आज चाहिँ मैले यहाँ भाइकोमा पूजा थियो र मैले पूजामा बत्ती 108 बत्तीमा मैले पनि केही बत्तीहरू बाल्ने मौका पाएँ। यहाँ चाहिँ पूजा भएकोले गर्दाखेरि अनि मैले चाहिँ 108 बत्तीमा 7 देखि 9 वटासम्म बत्ती बाल्न सफल भएँ साथीहरू। किनभने म नजिकै भएकोले गर्दा अनि मेरो बुढोलाई पहिले नै लगाइदिनु भएको थियो बुट्टी उहाँ दाइले, अनि अहिले फेरि त्यो खोलेर अर्को नयाँ बुट्टी पनि लाउने भनेर अब नयाँ फेर्दैछौँ बुट्टीहरू। अनि बुट्टी बुढोलाई पनि लगाइदिनु भयो दाजुले। अनि त्यसपछि अब उहाँलाई चाहिँ भन्नुभयो के कुराहरू, अब त्यो सबै चाहिँ नभन्नु मलाई। अनि त्यसपछि मेरो पालो आयो अब, अनि मलाई पनि के अरे दाइले पानीहरू खुवाउनु भयो। अनि त्यसपछि टिका लगाइदिनु भयो। अनि मैले पनि अब बुट्टी लगाएँ। मैले बुट्टी लगाएको चाहिँ भिडियोमा कैद गरिनँ साथीहरू। अनि मेरो छोरोलाई पनि बुट्टी बान्ने भनेर कुरा भएपछि मेरो नानी बिराम भएको त हजुरहरूलाई थाहा छँदैछ। अनि बिराम भएको थियो। अनि हाम्रो सबैजनाको यसो गराहरू चलेको रहेछ। अनि त्यही भएर अब अहिलेको योमा अनि हामीले गरा शान्तिहरू गराएर नानीलाई बुट्टी बानिदियौँ। अनि भाइको घरमा चाहिँ पूजा थियो नि त। अनि छोरीको बर्थडे पनि थियो 12 गते। अनि बर्थडे गर्दै गरा शान्ति उसको पनि गरेकोले गर्दा घरमा लामा पढाएको हुनु भएको थियो। अनि त्यसपछि मैले पनि अनि हामीले पनि गरा शान्ति गर्न पायौँ साथीहरू। हस् त, बाई बाई।